गाइस हाम्रो पुरा सन्तान अब हामी बाहिर घुम्न जाँदैछौँ आज चाहिँ फोटो फ्रेम दुबई मल पुरा जाने रे घुम्नको लागि लिफ्टमा वेटिङ गरिरहेछौँ हामी चाहिँ यहाँ गइरहेछौँ हेलो गाइस दुईटामा अर्को पनि गर्नु न हाम्रो सोल्डी यहाँ ह्यान्डसम मोडमा हुनुहुन्छ बाबा हाम्रो बेहुली नानी अर्को दबाई दिउँ न त हाम्रो लागि पनि ए पर्खिने कि पर्खिदिउँ न त एकछिन ल गाइस हाम्रो ट्याक्सी पनि आइपुग्यो अब हामी घुम्न जान लागेको हामी जाँदैछौँ सोल्टी म सोल्टी नि बस्नु नि तपाईँ अलि अगाडि गर्न लाउनु न ट्याक्सीलाई ए ए केटी मान्छे पो म बस्दिन्छु नि त त्यसो भए म भिडियो रेकर्ड गर्छु हाई अस्सलाम वालेकुम यस ल गाइस सर्जा गुरेम त्यहाँ ऊ छ कार छ मसँग छ ऊ मेट्रोको कार भने होइन ए मसँग छ ब्यालेन्स कसलाई गर्ने हो र छोड मम्मी कतिको चिसो भयो त हो मलाई त यहाँ गर्मी भएर बा 1 मिनट हिँडेको झन्डै मरिगएन यहाँनिर गाइज पछाडि यहाँनिर बोट चढ्न भनेर आएको हामी है बोट कुरिरहेछौँ तर कस्तो आनन्द के यहाँ शीतल एसीमा हेर्नु होला कतिवटा राम्रो छ लोकेसनहरू दामी यो बिल्डिङ कस्तो राम्रो छ कि फेरि हेर्नु नि वाउ हाम्रो सोल्टिनी नानी बेहुली नानी ल गाइस हाम्रो बोट पनि आइपुग्यो अब हामी जाँदैछौँ बोर्डिङतिर अब यहाँबाट अहिले हामी शारजाहमा छौँ यो पछाडि चाहिँ हामी जाँदैछौँ दुबई बाई बोर्डिङ अब यसमा बोर्ड आइपुगिसक्यो अब यसमा चढेर जाने हो हामी सबैजना आइपुगिसक्यो हाम्रो फ्यामिलीहरू यहाँ हुनुहुन्छ ल गाइस हामी जाँदैछौँ सन्तानहरू छन् सबैजना हाम्रो यहाँनिर फुल फ्यामिली छौँ हामी यहाँनिर जाँदैछौँ वाउ कस्तो राम्रो देखेको समुद्र जाँदैछौँ हाम्रो ठुलोमम्मी साह्रै नै राम्रै देखिनु भएको छ बाइ द वे यो जाँदा हुन्छ हामी ओके यस गाइस गइरहेछौँ देखाइदिन्छु पनि म तपाईँहरूलाई हो कस्तो आनन्द आएको वाउ जता जता बसिनुहुन्छ तपाईँहरू म चाहिँ यहाँ बस्ने हिँड्नु ल त्यसो भए म नि झ्यालमा बस्छु यहाँनिर भिडियो रेकर्ड गर्न मजा आउँछ क्या यहाँनिर बस्यो भने सोल्टीसँग बस्नु पर्ने हो
हाम्रो सोल्टी मम्मी बाबा दाइ भाउजू खोइ खोइ हाम्रो दुईजना जोडी खोइ ए दुईजना जोडीलाई नदेखिरहेकै म त फेरि यहाँ सबैजना हरायो नि केही हुँदैन जोडी हराउनु भएन क्या यहाँनिर अब अरू कुरा यस्तै हो होइन सार्जा एरियाको मात्र होइन त यो अब हामी सार्जा छोडेर जाँदैछौँ होइन त नम्बर वाइज हो तर मान्छे धेरै छैन त्यही भएर हुन्छ होला आई थिङ्क इट्स ओके होइन सिट नम्बर भए पनि अहिले मान्छे धेरै छैन नि त त्यही भएर पऱ्यो क्या होइन नहल्लेला नि नर्मलमै राखिदिने एकछिनको लागि अनि अहिले मुभिङ भएपछि मुभ आउट भएपछि चाहिँ टाइमिङमा राखिदिनु पर्ला चल्न थाल्यो है अब भने चाहिँ हामी मुभ हुन थाल्यो अब हामी जाँदैछौँ कसैलाई चस्मा पुस्नु छ चस्मा पुस्ने हो वाउ कस्तो राम्रो देखेको क्या अहिले चाहिँ ल ए साथीहरूलाई त बोल्नै नआउने रहेछ एक लड घुमाइदिउँ न त होइन पनि आउनु होला हौ यो साइडमा रहेर हानिदिनु पऱ्यो ल यत्रो राख्यो भने ठिक हुने रहेछ वाउ अहिले चाहिँ कस्तो राम्रो आयो सिनहरू त्यहाँ फेरि घाम पनि रिफ्लेक्ट भइरहेको कि सनसेटमा कति टाइम देखियो स्लो मोसन बनाउनु मिलिहाल्छ स्लो मोसन दिन्छ भिडियोमै गइदिउँ न ल सिनेमेटिक पनि राखिदिउँ न त एउटा एक लट त्यहाँ क्यामेरा मिलाइदिनु न पहिला 0.5 रेन्जमा राखिदिनु न सेल्फी स्टिक लगाइदिनु पर्ने रहेछ उता थियो हाम्रो अलि टाढा अझै टाढा मामु टाइमिङमा राखिदिनु न टाइमिङमा मामुको चाहिँ हाम्रो मामु को गइरहेको रहेछ त अहिले त खोइ हाम्रो गाइजहरूको गएको छैन समुद्र पनि हल्का निकालिदिउँ हल्का क्लोज रेन्जबाट नि राखिदिउँ न त हल्का मोर क्लोज वाउ यताको पनि खिच्दिउँ न यहाँको त कति टाढा देख्दो रहेछ फेरि 1.2 मा चाहिँ ठिक होला धेरै क्लोज आयो कि क्या एकचोटि हेर्नु पर्यो दामी ल सिपमेन्टहरू सबै यहीँबाट गर्ने रहेछ नि यिनीहरूले त
कत्रो ठुलो हो अनि पान्जाज भने एप्पा आमा त्यस्तो लाग्यो मलाई पनि उतापट्टिबाट हेऱ्यो भने सबै देख्छ होला कि प्लेन पनि ठ्याक्कै उडेर यतिखेर उड्यो प्लेन उड्यो होइन यहाँको जस्तो रोड त अरू कुनै कन्ट्रीमा छैन भन्छ कि रोडहरू पनि यहाँको मान्छेहरूको त प्राइभेट आइल्यान्ड पनि छ हौ मेरो क्लाइन्टले भन्थ्यो कि पहिला अनि कहाँ जानु लाग्यो भने यो सपिङ गरेर म आइल्यान्डमा जानु लाग्यो अनि कहाँको आइल्यान्ड भने मेरो प्राइभेट आइल्यान्ड छ अरे के ए बा लु भने कार हेर्नु न कति धेरै हो आमा कति धेरै रहेछ ल हेर्न आमा कति धेरै हो भने युएकै रहेछ यो पनि पुरै झन्डा फरफराइरहेछ अझ डबल रोड पो रहेछ आयो डबल पनि होइन डबल ट्रिपल कति धेरै रहेछ बुर्ज खलिफा पनि देखेँ त ठ्याक्कै मधुरो देखेको कि तर बुर्ज खलिफा यति धेरै टाढा छौँ हामी बुर्ज खलिफा त त्यही जस्तो लाग्छ ल गाइस पाइयो अब बोट सिपिङ टाइम पनि सक्यो बोटमा चढ्यो अब दुबई आइपुग्यो अब कहाँ जाँदैछौँ बाबा हामी अब बाबा हामी कहाँ जाँदैछौँ अब हामी दुबई जाँदैछौँ एक्जिट प्लेस एक्जिट नो फोटो भनिरहेछ उसले सुनेको छैन त्यहाँनिर ठुलोमले गरिराख्नु भएको छ र हो त हामी मान्छे नै ठुलो हो कि ठुलोमले त्यही भएर ठुलोमले भएको कारणले गर्दा हो ल भन्नु कस्तो लागिरहेको छ तपाईँलाई एकदम राम्रो बेस्ट भन्नु न बेस्ट खोइ हाम्रो बाबुलाई पनि यता हेरिदेऊ बाबुलाई राम्रो लाग्यो नि मलाई थाहा छ फ्यामिली फोटो टाइम मलाई नै होला बढी गर्मी हुने चाहिँ के खाने होला हाम्रो पुच्चो केएफसी खाने रे हामी त केएफसी नखाने हो अब खाजा खाने टाइम ल एक लड जाओस् हामी पनि हेर्दैम न त कस्तो ह्यान्डसम देखेको के यता हेर्देऊ त सबजनालाई ह्यान्डसम देखाएको छ तर हाम्रो ठुलममलाई चाहिँ ब्युटिफुल देखाएको छ बाकी अभी करेंगे एक चटपटे भी कर दो भाई और फ्रेंच फ्राइज
Hi, mommy. कहाँबाट आइसक्यो उडेर गयो हाम्रो खाजा आइपुगिसक्यो शौरमा पनि आइसक्यो चटपटी पनि आइसक्यो चाय पनि आइसक्यो सबै आइसक्यो अब हामी चाहिँ खाना सुरु भयो ल ल ल ठुलो मम्मीको टिकटक जाओस् जाओस् ल ल ल बनाउनु त ठुलो मम्मी एउटा टिकटक बनाउनु त म पनि हेर्नु पर्यो ठुलो मम्मीको टिकटक लो 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 कसरी हाल्ने ओके 43 छ है 43 ले राख्नु पुग्छ है टन्नै रहेछ ठ्याक्कै याद आयो कि मलाई 12 बजेसम्म बाबुहरूलाई त पुरेन त हामीले त आम्माम कति धेरै जाम रहेछ अहिले त मेट्रोमा आएर ठिकै गरेछौँ हामी लिफ्ट छैन र बाबा यहाँ लिफ्ट छैन र माथि जानलाई बुर्ज खलिफा ल गाइस हाम्रो मम्मी चाहिँ हिँड्न नसकेको अवस्था साथसाथै म पनि हो not perfectly walking but still trying right now I'm going to visit Dubai Mall each and everywhere let's see what will happen जो दुबई मल आउनु भएको छ सबैलाई थाहा छ होला धेरै नै ठुलो छ हिँड्न नसकेको अवस्थामा हो अहिले चाहिँ हामी सोनी कति धेरै ठुलो सोनी रहेछ यहाँ त जरा सोरुमहरू तर रहेछ एकछिन हेरिदिउँ न त तल भन्देऊ त तिमी पौडी खेल्न जाने हो कि नजाने हो गरिदिन्छु दुबई मल त आयो तर हिँड्न नसके हिँड्न मान्छेहरूको हरे बिजोग भइरह हाम्रो फेरि थोरै छैन नि त मान्छेहरू टन्नै छ के 11 जना छौँ है हामी चाहिँ धेरै हाम्रो सन्तानहरू यहाँ छन् हाम्रो ठुलो मम्मी पनि मेरो साथमा आइपुग्नु भएको अहिले त ल दुबई मल आउँदा चाहिँ मान्छेहरू प्रायः झुकिन्छ हराउँछ है नझुकिनु होला तपाईहरु बर्चिन के भन्नु छ तिमीलाई मलाई रेकर्ड गर्दै छु तिम्रो खोइ हाम्रो सन्तानहरु I look at my picture like 5 years ago.
वाउ कस्तो राम्रो देखेको के हाम्रो ठुलो पनि राम्रो भएर हो के फोटो राम्रो आउने चाहिँ फेरि यहाँनिर यति ठुलो छ नि यहाँ यो ठाउँ भनेर साथै छैन कि यहाँनिर हामी धेरै अगाडि आएको होइन र धेरै अगाडि गइयो जस्तो छ अब ल के गर्ने हो अनि के छ हालखबर खुट्टा ठिक छ थकाइ लाग्यो मलाई चाहिँ अब होइन मैले अघि नै पनि भने नि त तपाईँको लाइक त्यहाँ त्यो अब हामी त सार्जाबाट हामीले के अरे त्यो समुद्रहरू त यिनीहरूको छैन नि त त्यो समुद्र यिनीहरूले आर्टिफिसियल त्यहाँ लिएर बनाएको समुद्र हो नि त अब पैसा तिरेर लिएर तिनीहरूले समुद्र बनायो अहिले त्यही समुद्रबाट फेरि पैसा कमाइरहेको क्या कस्तो दिमाग लगायो हो कि एब्बा लगाइस म भन्छु कि तपाईँहरूलाई पनि दिमाग सिक्ने हो भनेदेखि चाहिँ नि दुबईको मान्छेहरूसँग सिक्ने कि यो मान्छेहरूले होइन हामी अहिले दुबई महलमा छौँ है अब यहाँ हेर्नु बाहिरबाट बाटो यसरी क्रिएट गरेको छ डाइरेक्ट यिनीहरूले टपमा लिएर छोडिदिन्छ अनि त्यहाँबाट घुमी घुमी तलै जानुपर्छ ल हेर्नु यहाँनिर होइन हरेक चिजहरू यिनीहरूले अब यहाँ आएपछि हामीले होइन तलतिर नहेरी सुखै पाएन होइन अनि त्यहाँबाट पैसा कसरी कमाउने भन्ने कुरा मान्छेको नजरमा कसरी अट्र्याक्सन हुने भन्ने कुरा चाहिँ यहाँको मान्छेबाट सिक्ने हो कि होइन भन्नु न मेरो विचारमा चाहिँ लाग्छ होइन तपाईँहरूलाई चाहिँ अब के लाग्छ है मामु यस्तो ठुलो मामु यस्तो एक्टिभ हुनुहुन्छ कि हाम्रो यहाँ मामु मात्र हो एक्टिभ नहुने ठुलो मामु त हर कुरामा एक्टिभ हुनुहुन्छ लगाइस हाम्रो चाहिँ प्रायः फ्यामिलीहरू सब आएको छ नि यहाँ होइन हिँड्न नसकेर अनि हामी चाहिँ बिस्तारै बिस्तारै मम्मी र म चाहिँ बिस्तारै बिस्तारै हिँडिरहेको छौँ हिँड्न गाह्रो भयो अरे यहाँनिर दाइले हाम्रो कृष्ण दाइले चाहिँ ठुलो मामुलाई युट्युब च्यानल खोलिदिनुहुन्छ अरे मम्मीको लागि हाम्रो लागि अलरेडी यहाँ नै छ खोइ हाम्रो बाबा खोइ ए ल एडिडासको सोरुम नाइकी प्लस पुमा सबै रहेछ यहाँनिर वाउ हाम्रो यहाँ जोडीहरू हिँडिरहेछन् मैले यहाँ सोल्टीलाई देख्दै छुइनँ कि बजारी बजारी हुनुहुँदो रहेछ सोल्टी पनि हाम्रो बाबा हुनुहुन्छ यहाँनिर लगाइस दुबई मल घुम्न आउँदा चाहिँ खुट्टा दह्रो बनाएर घुम्न आउनु होला अलि गाह्रो हुँदो रहेछ यहाँनिर चाहिँ घुम्न जाँदिनँ म घुम्न जाँदिनँ हामीसँग भएपछि फेरि नघुमेर सुख र भने यता जाने होला अब अहिले सबै निकालेछ कि बाटो फर्के कि यिनीहरू लगाइस मम्मीलाई वासरुम जानु मन लाग्यो र लगाइस डिजाइन मामुलाई चाहिँ यहाँ लास्ट टाइम नै उसले च्याप्यो रे टोइलेट रे त्यही भएर हामी टोइलेट जान लागिरहेको छौँ
यतैबाट आएको अघि हामी फेरि यतै फर्किन लागिसक्यौँ अब चाहिँ ल मैले खास मम्मीलाई उताबाट घुमाएर लिएर जानु लाग्यो नि मम्मी फेरि यतैबाट जानुहुन्छ अरे हो त त्यो राम्रो पनि हो अनि पैसा नि साह्रै राम्रो हो कि मामु तर त्यो काम छैन हाम्रो लागि हामी छौँ त किन डराउनु भएको बाबाको डर लाग्यो कि क्या हो मम्मीलाई माया भने चाहिँ यति साह्रो हुनु पर्यो कि एकछिन आँखामा देखेन भनेदेखि याद गरिहाल्ने मिस गरिहाल्ने होइन त मामु अनि हाम्रो सोल्टीलाई चाहिँ मम्मी बाबाको याद आएन र हजुर यो लुगा त के गर्ने हो र अब भोलिपर्सि नाति नातिना पाउने बेला मात्र हो अहिले त काम छैन अहिले चाहिँ यसो बरु हाम्रो लागि हेरिदियो ठिक हुन्छ ल जाउँ बस्नु गर्ने एकछिन वासरुम जाँदैछु हामी चाहिँ एकछिन यो मेरो चाहिँ एन्टिक नेकलेस पिस हो मैले लगाएको थिइनँ जस्ट आज लगाउने मौका पायो त्यही भएर मैले लगाइरहेको छु म तपाईँहरूलाई जुम गरेर दिन्छु हल्का ल हेर्नु होला राम्रो छ होइन जोड्छ कति हो होइन हातले बनाउने डियर हो कि होइन भन्नु न त्यो ह्यान्डमेड त हो नि पैसा लिनु वर्षासी वर्षासी फेन्डी रहेछौ त्यहाँ डोल्स एन्ड गबाना मलाई चाहिँ लाग्छ कि त्यही हाम्रो नेपालले मौका नपाएर मात्र हो क्या सोल्टी नत्र भने मैले त्यो यस्तो नै हेरेको होइन के भन्छ त्यो पिरा जस्तो बुन्ने खोस्टाको ब्यागलाई कि गुचीको ब्याग होइन खोस्टाको के यस्तो हेर्छु $4,000 छ क्या अब त्यो पनि ऊ पनि होइन पाउन्ड डलर के अब लुबा के डोमीमा रेल मान्छेहरूमै हेर्नु न कति स्टाइलिसहरू छ यहाँनिर हर किसिमको लाइफस्टाइल अनि हर किसिमको फेसन फर्च्युनहरू छ कि यहाँनिर डोन्ट वरी अबाउट द्याट Only in Dubai, not at all. HM. यो HM को चाहिँ खासै राम्रो छैन के भन्ने हो भने जारा नि मलाई खासै ठिक लाग्दैन ओ गाइस ल फिसमा आइपुग्यो हामी एकछिन अब ल हेर्नु होला कुचे यहाँ माछा हेर्ने भन्दै थियो अहिलेदेखि ल वाउ वाउ ल हेर माछा वाउ काम गर्दै होला नि कस्तो मजाले हिँडेको है फेरि हिँड्ने वाला यिनीहरूलाई त ट्रेनिङ दिए जस्तै भइसक्यो होला हो त लाइक एभ्री डे के हेबिचुअल यिनीहरू फेरि यस्तो घुमेको नि यहीको मान्छेहरू हो यिनीहरू आफ्नो एरिया होला नि त यिनीहरूको नि घाँस हेराउनुमा यहाँ मजाले बसिरहेको छ चिलमा फेरि
कति थरी थरीको छ हो माछाहरू पनि आम्मामा वाउ अब चाहिँ हामी धेरै नै घुम्यो धेरै थकाइ पनि लागिसक्यो अब भने चाहिँ हामी ग्राउन्ड फ्लोर जाँदैछौँ हाम्रो मम्मी बाबाहरू यहाँनिर चुइगम खोज्दै हुनुहुन्छ भेटेन कि के हो चुइगम दिनै खानु पर्यो एउटा मैले अघि बाबुहरूलाई दियो हल्का हल्का रिफ्रेस गर्दै गर्नुपर्छ क्या थ्याङ्क यू अब चाहिँ हामी ग्राउन्ड फ्लोरमा गइरहेछौँ अलमोस्ट हाम्रो भिजिट चाहिँ ओभर भइसक्यो अब यहाँबाट गइरहेछौँ हामी अब अलिकति टाइम छ घर जाने हो घर त गइँदैन यसो पनि हामी एकछिन घुम्छौँ टु बी कन्टिन्यू बाबाहरू यहाँनिर हुनुहुन्छ मेरो मम्मीलाई चाहिँ साह्रै नै खुट्टा दुखिरहेको छ आज कता जाने हो त हामीलाई गाइज अब चाहिँ धेरै नै थाकिएको अवस्था अब अलमोस्ट घुम्ने ठाउँहरू जति घुमिसक्यो जस्तो लागिरहेको छ मलाई वाइट कम्पनी Crown Ridge केक सप पनि दामी रहेछ यहाँनिर हेर्नु होला Wow, look at that. All decoration. It's really beautiful, yeah. कता जाने हो अब हामी यहाँबाट हामी चाहिँ अब दुबई मलबाट एक्जिट भयो अलमोस्ट यहाँनिर हेर्नु होला हर चिजको सोरुमहरू छ यहाँनिर अगाडि अब साँझको पहरमा सबैजना घुम्न पनि निस्किरहेछन् गाइस 165 तलाको होला 165 तला
है त्यति हेर्नुपर्छ है ब्रिजमा माथि चढ्नु के जाने बेला नर्मल यहाँ हेर्नु मुटुको धड्कन पनि कत्रो ठुलो हो यहाँनिर त भने बा लु त अब हामी कहाँ जाँदैछौँ हामी जाने हो बुटल बुटल जाने हो हामी गाडीमै पुग्छ है बुटलमा कति सेतो आएको हो तिम्रो हात नि हेर त यसको भनिदेऊ त रेडी अब गयो गयो ल मान्छेलाई मै ठोकिदिन्छु नि नठोकौ मलाई गेममा गेममा मैले मान्छे ठोकिदिन्छु ल हामी जाँदैछौँ होइन अब यसमा पो मजा आउँदो रहेछ नि बाबु ट्याक्सीमा मजा कि यो गाडीमा मजा तिमीलाई यो गाडीमा त्यस्तै अगाडिको बस्दा छ मेरो बस्ने त्यस्तै छ त्यो पनि त्यसको माथिको नम्बर छैन मेरो बसमा त्यस्तो हुन्छ अब मेरो बसमा त यस्तो हुन्छ यो हेरोस् सिट बेल्ट तिमी र म त हेर न यहाँ देखिरहेछ यहाँनिर सिसामा ग्रीन कलर गो रोक भन्दैछ तिमीले कसले लाइटले रेड कलर बोल्यो नि त त्यो स्टप हो ग्रीन कलर बोल्यो भने हैन त्यो येल्लो कलर बोल्यो भने उ गर्छ त्यसले अब ग्रीन कलर मलाई गाडी स्टार्ट गर्नु हैन तर गाडी स्टार्ट गर अनि चाहिँ ग्रीन लाइटले जा ग्रीन लाइट बोल्यो भने चाहिँ जा भने हो यो कहाँ जाँदैछौँ हामी किसु हामी जाने हो दुबई जाने हो दुबईबाट शारजा जाने हो भन्देऊ न शारजा भनेको कता हो र शारजा भनेको हामी बस्छौँ नि त्यहाँनिर हो त्यहाँ बिहान आयो नि हामी हो त्यो ठाउँ कता आएको र हामी बिहान